भवः अटवी इति भवाटवी। भवाटवीको वर्णन बताउँदै रघुगण नाम गरेको राजालाई भरतजीले भन्नुभयो, ल सुन्नु रघुगण, एक दिनको कुरा हो, भवाटवी भनेको एक दिनको कुरा हो। म जाँदै थिएँ, म हिँड्दै थिएँ, दिउँसोको टन्टलापुर 12 बजेको घाममा, केही खाएको थिइनँ, भोक लाग्यो, पानी पिउन पाएको थिइनँ, प्यास लाग्यो, बाटोमा हिँड्दै थिएँ, थकै लाग्यो। भोक, प्यास र थकैको कारणले गर्दा म बडा दुखी भएर हिँड्दै थिएँ। जाँदा जाँदा मैले एउटा गङ्गाजी देखेँ। गङ्गाजीको किनारमा गएर मैले जल ग्रहण गरेँ। मलाई प्यास लागेको थियो, पानी पाएँ, पानी पिएँ। अब मलाई थकै लागेको छ, भोक लागेको छ, खानेकुरा नि छैन, बस्ने ठाउँ पनि छैन। जब पानी पिएर म बस्ने ठाउँ खोज्दै जाँदा मैले एउटा बरको वृक्ष देखेँ। बरको फेदमा गएर म बसेँ। प्यास लागेको थियो, पानी पिएँ, जल पिएँ, थकै लागेको थियो, बरको फेदमा गएर बसेँ। भोक लागेको छ, खानेकुरा छैन। जब प्यास लाग्यो, पानी पिएँ, जल पिएँ, थकै लाग्यो, शीतल बरको छहारी फेला पारेँ। सोचेँ एकछिन भए पनि आराम गर्छु र म त्यही बरको फेदमुनि बसेर आराम गर्न लागेँ। म जब बरको फेदमुनि गएर आराम गर्छु भनेर सोचेको निद आइछ। भरतजी भन्नुहुन्छ, मेरो बानी रहेछ अरूको भन्दा पृथक निद आएको बेलामा गरेर बस्छ। कोही कोही हुन्छ नि निद आएको बेला म पनि हिँडेको बेलामा गर्दैछु। संयोगले म जुन बरको फेदमुनि बसेर सुतेर गरेको थिएँ, म गरेको माथि बरको हाँगामा मौरीले गोलो बनाएको रहेछ। त्यही मौरीको गोलोबाट मह काट्ने बेला भएको हुनाले, निकाल्ने बेला भएको हुनाले बेला बेलामा महको थोपा भुइँमा झर्दो रहेछ। संयोगले मैले गरेर बसेको बेलामा माथिबाट एक थोपा मह मेरो मुखमा पर्यो। यति मिठो मह भोक लागेर सुतेको बेलामा एक थोपा मह मेरो मुखमा परेपछि आँखा खुलियो। मैले सोचेँ यति मिठो चिज मलाई कसले खुवाइदिन्छ। यताउता हेरी कोही पनि छैन। यसो मास्टर हेरेको त मौरीको गोलो छ, रस त पूर्ण छ खाने बेला भएको। सोची एक थोपा त यति मिठो छ भने गएर सबै खान पाए कस्तो होला। म बरको रुखमाथि बसेर रुखमा गएर सारा मौरीको गोलोमा भएको सारा रस खान थालेँ। एक थोपा महको लोभले रुखमा चढेर सारा मह खाँदा पनि मौरीको गोलोमा भएको सारा मह सकियो। म अगाइन, न तृप्तास्मि, म अगाइन। यति भोक लागेको थियो, मेरो पेट अगायो, तर त्यो मौरीको रस त्यति मिठो थियो, मेरो जिब्रो अगाएन। जति खाए पनि मलाई पुगेन, तर खानेकुरा त सकिसकेको थियो। सोचे तिर्खा लागेको थियो, गङ्गा जल खाएँ। थकै लागेको थियो, बरको फेदमुनि सुतेँ। भोक लागेको थियो, के खाउँ भनेको महको रस खाएँ। अब त म अगाइ पनि थके पनि मर्यो, प्यास पनि मर्यो, अब घर जान्छु। अनि घर जान्छु भनेर बरको रुखबाट ओर्लिन खोजेको त यसो हेरेको त बरको रुखलाई दुईपट्टिबाट मान्छेले काटिरहेछन्। आफू बरको रुखमाथि छ, तलबाट दुईपट्टिबाट काटिरहेका छन्। अनि त्यो बरको रुख ढल्यो भने त म मर्छु त, तर बरको रुख कहाँ ढल्छ त भनेर यसो हेरेको त अघि आफू सुतेको, अघि आफू हिँडेको ठाउँ पुरै पानी पानी भएछ। कहीँ कतै केही देखिँदैन। त्यही एउटा बरको रुख छ, त्यो बरको रुखलाई पनि दुईपट्टिबाट मान्छेले काटिरहेका छन्। आफू बरको रुखमाथि छु, डर लाग्यो, लौ न नकाट भन्दै थिए। भन्दा भन्दै रुख पानीमा ढलाइदिए। जब बरको रुखलाई ढलाइदिए अनि त्यसपछि म बरको रुख सँगसँगै म पनि पानीमा डुबी। म पानीमा डुबेपछि कहाँ पुगेँ, के भयो मलाई केही पनि थाहा भएन। म सकेँ। रघुवन राजाले भने कस्तो भवाटवी भयो। हिँड्दै गर्दा भोक लाग्यो, प्यास लाग्यो, थकै लाग्यो, जल ग्रहण गर्नुभयो, मौरीको रस खानुभयो, वटवृक्षको छहारीमा बस्नुभयो। घर जान्छु भनेर ओर्लिन खोज्दा बरको रुखलाई काटिदिए। बरको रुख ढल्यो, आफू डुब्नुभयो। म कहाँ गएँ थाहा छैन। कस्तो भवाटवी। अब भवाटवीको
अर्थ बुझाउँदै भरतजी भन्नु छ ल सुन भवा कवि भनेको के हो। म भनेको म आफै, वरको रूप भनेको घर, घर रूपी वरको रूप म गएर बसी एक थोपा मह भनेको पत्नीको मधुर वचन। घर रूपी वरको रूपमा जब म आश्रित भएर बसी एक थोपा मौरीको रस भनेको श्रीमतीले बोलेको वचन त्यति मिठो भयो कि श्रीमतीले बोलेको वचन, श्रीमतीले दिएको व्यवहारले म यति खुसी भई न तृप्तास्मै सोझी एक थोपा मह खाँदा त यति मिठो छ, श्रीमतीसँग जीवन बिताउँदा त यति मिठो छ, यति खुसी छु भने अब सँगसँगै बालबच्चा पैदा भयो भने कस्तो हुन्थ्यो। मेरो सन्तान जन्मियो भनेर छोराले बाबा भन्दा, छोरीले बाबा भन्दा मलाई कस्तो होला सोचेर वरको रूपमा गएर सारा खान थाल्यो। वरको रूपमा भएको सारा मह सकियो, खाएर भ्याइ, यानि कि मेरो छोरा जन्मिए, छोरी जन्मिए, नाति जन्मियो, नातिनी जन्मिए, सबै हुँदा पनि न तृप्तास्मी, अझै इच्छा छ नाति त जन्मिहाल्यो, अब नातिको वर्तमान खान पाएन, कतै मर्छु कि वर्तमान खाएन भ्याइयो भने नातिको जन्त जान पाए मर्छु कि हो। यो तृप्त भनेको यो चिजले म तृप्त हुन सकिनँ, न तृप्तास्मी माग्नु। इच्छा आकांक्षा बढ्दै गएछ। मैले सोचे यत्रो महको रसै सकिँदा पनि म अगाइनँ, म कस्तो भइछु त भन्दा म बुढो भएछु। अनि म बसेको मैले आश्रित बनाएको घर कस्तो भएछ त, घल्ली बेला भएछ, केले ढाला लागेछ, बन्चरोले कसरी, दिन रूपी बन्चरो, रात रूपी बन्चरो। हामी कहिले दिन जाला भन्छौँ, रातको पर्खाइमा बस्छौँ, कहिले रात जाला भन्छौँ, दिनको पर्खाइमा बस्छौँ, तर रात र दिनको पर्खाइ गर्दा गर्दै आफू सकिएको हामीलाई थाहा छैन। त्यही भएर रात रूपी बन्चरो र दिन रूपी बन्चरोले काट्दा काट्दै वरको रूप ढल्यो भनेको म ढली अनि सकियो। आफू मरेपछि त के छ र, केही पनि छैन। त्यही भएर सबै कुरा बेलैमा हुनुहुन्छ, सबै कुरा बेला उमेर छँदैमा। कसैले सोधे बा, कसैले सोधे बाबु भजन गर्ने होइन, यो उमेरमा भजन गर्ने हो, कहिले गर्छ त? बल्ल बिहे गरेको छु, छोराछोरी जन्मिएका छन्, हुर्काइ बढाइ गर्नु पर्यो, त्यसपछिको भजन गर्ने, कहिले गरिन्छ? अब पक्क यति भइहाल्यो, छोराछोरीको बिहे गर्न थियो, छोराछोरीको बिहेपछि अनि भजन गर्छु भने, छोराछोरीको बिहेपछि भजन गर्छु भनेको थियो। छोराको बिहे गरे बुहारी आइन्, छोरीको बिहे गरे ज्वाइँ कहाँ पठाए, अब त बुढो भयो भजन गर फेरि सोधेछन्, अब भजन गाउने होइन, हिँड जाउँ मन्दिर भनेको। उसले फेरि भनेछ छोराछोरीको बिहेपछि भजन गाउँछु भन्थ्यो, भजन गाउँछु भन्दा भन्दै नाति जन्मिहाल्यो, नातिको मुख देखेपछि माया लाग्न थाल्यो। अनि भजन कहिले गाउने, अनि जिन्दगी गए हो। यसरी जिन्दगी बिताउनु भएन है। बोले गोविन्द भगवानको।